आइपिओ भर्नुभयो त? सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपिओ भर्ने म्याद आजबाट सकिएको छ। ल अब हेरौँ तपाईँलाई यो आइपिओ पर्ने चान्स कतिको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि पुस 9 गतेदेखि पुस 14 गतेसम्म निष्कासन गरिएको यस आइपिओमा 74,348 जना आवेदकले 11,25,730 किताको लागि आवेदन दिएका छन्। जबकि जम्मा 68,967 किता सेयर मात्र निष्कासन गरिएको थियो। यसको मतलब यो आइपिओ 16.32 गुणाले ओभर सब्सक्राइब्ड भएको छ। त्यसैले 74,348 जना आवेदक मध्ये जम्मा 6,896 जनालाई मात्र आइपिओ पर्ने चान्स छ र बाँकी 67,452 जनाको हात भने खाली हुनेछ। यस आइपिओको बाँडफाँड कहिले हुन्छ भनेर अहिलेसम्म मिति तोकिएको छैन, त्यसैले बाँडफाँड मितिको अपडेट छिटो पाउन लगानी भर्सलाई फलो गर्नुहोला।